रिडिङ एकदमै इम्पोर्टेन्ट हो त्यसमा हाम्रो ग्रामर हुन्छ कन्टेक्स्ट हुन्छ सो कसरी सल्भ गर्ने एउटा एक्जाम्पल लिएर हामी सबैजना सल्भ गरौँ है त Okay, your question ma ke bhaneko cha attempts to apply psychological theories to education can falter on the translation of the dash into educational practice. First rule the pachadi noun आउँछ चाहे singular plural uncountable जस्तो आए पनि the पछाडी हामीले noun राख्नु पर्यो so the के त into practice practice सँग मिल्ने word हाल्नु पर्यो हैन which is quite easy यता हाम्रो therefore however the noun हुँदै होइन the set into मिलेन हैन set र practice को relation छैन the theory into practice makes more sense so theory राख्न पाइयो achievement into lack into र philosophy into मिलेन so the only better word or option is theory here र अगाडि psychological theories भनेर पनि भनेको छ नि त सो त्यहाँबाट पनि हामीलाई हिन्ट पाएको छौं हामीले सो theory राख्नु पर्यो त्यसपछि often this translation is not clear भनेको छ है सो जुन theory बाट प्र्याक्टिसमा जान्छ त्यसको ट्रान्सलेसन चाहिँ राम्रोसँग बुझिएको छैन रे के therefore when a program does not succeed it is not clear whether the dash of success was due to the inadequacy of the theory or the inadequacy of the implementation of the theory रे के थ्योरीमै केही कमी थियो कि त्यो थ्योरीबाट हामी प्र्याक्टिस गर्दाखेरि केही कमी आयो त जस्तै हामीले क्लासमा थ्योरी पढ्छौं त्यो थ्योरी सिकाउने बेला नै गल्ती भएको हो कि अथवा सिकेर हामीले त्यसलाई लागू गर्दाखेरि गल्ती भएको हो भन्ने कुरा चाहिँ क्लियर छैन रे के सो के हुन्छ त अब द पछाडी फेरि नाउन नै आउनु पर्यो त्यो पनि सक्सेस सँग अब मिल्नु पर्यो है द ड्याश अफ सक्सेस पछाडी के भनेछ ड्यू टु द इनएडिक्वेसी अफ द थ्योरी भनेपछि नेगेटिभ टोन आइराछ नि त आइदर अचिभमेन्ट अर ल्याक अफ सक्सेस हुन्छ कुन हुन्छ त नाउनमा ल्याक अर अचिभमेन्ट भन्दाखेरि इनएडिक्वेसी मिन्स समथिङ नेगेटिभ सो यहाँ चाहिँ ल्याक अफ सक्सेस आउने भयो थर्ड ब्ल्याङ्कमा के भनेछ अ ड्याश अफ फेरि नाउन आउँछ त्यो पनि सिंगुलर है अब अप्सनमा सबै सिंगुलरै छ सो नो डाउट अ ड्याश अफ बेसिक प्रिन्सिपल्स तर कुनसँग रिलेटेड बेसिक प्रिन्सिपल्स A dash of basic principles for translating a theory into practice can help clarify. अब के त basic principle को के of भनेको हामीले नेपालीमा गर्दाखेरि of भनेको के हैन सरी को so basic principle को के त भन्दा a dash of basic principles for translating a theory into practice can help clarify just verb लाई पनि हेर्नु पर्छ है noun subject हाम्रो verb सँग related हुन्छ a philosophy of basic principles a set of basic principles achievement त हुँदै